ओहो केले हेलो हेलो नियुक्ति सार्थक आज हामी कहाँ जाने खै ए बोली के न रे ओहो ल ल कहाँ जाने नियुक्ति कहाँ जाने हामी काफल टिप्न जाने है नियुक्ति है आज त हामी यसो गाउँतिर आज चामबसतिर डुल्न गएको झरै झाउला दिउँसो कता जाने नियुक्ति ल भन गचे नक्कली ओ साथक यता आऊ ल हेर्नुहोस् हाम्रो चामबस कस्तो छ नियुक्ति नियुक्तिले मोबाइल यसो ठहर बित्तिकै हाँस्दै बोल्छ के मम्मी त्यो के भन्छ अरे त्यो पानीको पाइप छ त त्यसमा सुन छ सुन भएको जम्मै थुपारेर राख बेच्न हुन्छ अहिले हामी धनी हुन्छौँ छ के साँच्ची भने माछा पोखरी एउटा चाहिँ यस्तो गरेको छ साह्रै झ्याउला घर बस्दा बस्दा यसो भिडियो बनाउनु पर्यो मेमोरी हुन्छ भनेर हामी त यसो डुलेको क्यामेरा समाल्नु हाई भनिदिनु त हेलो हेलो सबैजनालाई नमस्ते दर्शन जय मसी आऊ आऊ भनिदिनु नियुक्ति हाम्रो भिडियोमा आऊ आउनुहोस् 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 भनिदिनु यता 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 हेरेर आउनुहोस् 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 भन्नु त आउनुहोस् 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 गरिदिनु ठाउँ त राम्रो छ गर्मीमा चाहिँ लास्टै गर्मी हुने चितवन जस्तै तराईमा जस्तै गर्मी हुने कहाँ हो अलि उता बहिनीको टाउको छोप्किनु है बहिनी बहिनी भन्नुहोस् त बोल्नुहोस् त होइन भन्नु बहिनी हजुरलाई भिडियोमा केही भन्नु मन छ भन्नुहोस् त बहिनी नियुक्ति लु अब हामी काफलको झोडामा आइपुग्यौँ अब यहाँ बसेर काफल खाने हो एउटा जोतेर गैया धान रोपेको रहेछ छ त यहाँ यो काफलको बुट्टा साथैले काफल टिप्दैछ काफल टिप्नै खाने कमिला आउँछ नि कमिलो रहेछ यो रातो रातो है अलिक कालो कालो टिप्नु पायो हुन्थ्यो क्या कालो त छ नि हिजोको पानीले जम्मै झऱ्यो क्या हो के टिप्छ यो यता चाहिँ नटेक है उतै छ ल बुट्टा बसेर टिप हामी काफल खाने खाने बहिनीलाई दिन्छ है बहिनीलाई दिनुहुन्न के हुन्छ अस्ति तोरीको साग पनि टिप्न आएको थियो हामी यहाँ तोरी साग पनि टिपेर खायो है नियुक्ति नियुक्ति यता हेर न चढे न खाऊ तिमी टन्न खाऊ पहिला अनि म खान्छु हेलो नियुक्ति नियुक्तिलाई चाहिँ रमाइलो लागिरहेको घुम्न पाएन होइन नाचिँदो रहेछ त बेलुन ठाउँ न कति रमाइलो छ दिनु प्लास्टिक
कत्रो ठुल्ठुलो कमिला हो यहाँ घर बस्दा बस्दा वाक्कै लाग्यो के गर्ने आएको एउटा भिडियो बनाउन कोसिस गर्न पऱ्यो कस्तो हुँदो रहेछ जाने होइन सिक्दैछु हेर्नुहोस् त कति राम्रो घर आहा पहिलाको जमानामा बनाएको घर रहेछ कस्तै राम्रो घर छ यहाँ भव्यको रुख पनि छ है नियुक्तिमा हो यता के छ अरे कहाँ छ ए त्यहाँ रहेछ नि तिम्रो नाम चाहिँ के हाँ यता आऊ न यता कति राम्रो भएको छ नि यो घरसँग एउटा भिडियो फोटो पनि खिचौँ है खोइ कहाँ छ कुखुरा ए हो ए ल देखाउ न त कुखुरा मलाई कस्तो छ फेरि भन फेरि कस्तो छ भन यता फर्केर भन न मलाई हो खै खै टाउको देखाइदेऊ रे कुखुरा पानी खाने कुखुराले पानी खानु त दामी आइडिया लाएर बनाएको रहेछ एउटै पानी हात कुखुराको पानी पनि रहेछ है तिम्रो नाम के रे मैले बुझिनँ होइन कि तिम्रो नाम भनिदेऊ न मलाई किसान वाउ यो घर पनि कति राम्रो छ के को यो के चाहिँ किचन हो यो घर हो यहाँ चाहिँ के गर्छ हो र तिम्रो बिस्कुट पनि छ देऊ न मलाई देऊ न मलाई त्यो होइन कि तिम्रो बिस्कुट चाहिँ देऊ न मलाई त्यो त हाम्रो बिस्कुट हो देऊ न मलाई तिम्रो बिस्कुट होइन के तपाईँको बिस्कुट चाहिँ दिनु न मलाई बस्नुहोस् न ल मलाई पढेर देखाउनुहोस् त ओहो केले नाटक गरे माखाले नाटक गरे ओहो यिनी त साह्रै रमाइला रहेछ नि त बिस्कुट कस्तो छ मैले दिएको बिस्कुट मिठो छ नियुक्ति खाएँ मैले नियुक्ति बहिनीलाई नि देऊ त एउटा लौ बहिनी भन त यता यता बहिनी लौ यता बहिनी यता बहिनी यता उसले त्यसमा त निल्ने चाहिँ कसरी तिमी स्कुल गएनौ तिमी स्कुल गएनौ खै त तिम्रो बुक मलाई पढेर सुनाउ न भाइ पढेर सुनाउ न के यो बुक तिम्रो यो बुक बाख्रालाई केलाई देखाउने रे हो र बस है हामी जान्छ है बाई साथ जाऊँ नि उता जाऊ न तिमी बाख्रा
वाउ ओ बाख्रा हो ए बाख्रा हो बकैनाको घाँस खाइरहेको रहेछ ल बस्नु है हामी त गयौँ ल बाई